नमस्ते सबैजनामा हाम्रो चाहिँ आज यस्तो गाडी चाहिँ दुर्घटना भएको छ। सरकारी गाडी हो अनि धनगढीदेखि सिलगढीको यात्रामा रहेछ। ड्राइभरले चाहिँ एकदमै लागु पदार्थ पिएर चाहिँ एकदमै यस्तो दुर्घटना भएको रहेछ। यो ठाउँ नाउँ के हो भाइ? यो ठाउँको नाम के हो? यो ठाउँको नाम के हो? यो ठाउँको नाम यो ठाउँको नाम के हो भाइ? यो ठाउँको नाम के हो? रौडाको चाहिँ यो ओह्रालो जो ओह्रालो लाग्छ त्यहीँनिर चाहिँ भर्खर उता लाग्छ त्यहीँनिर चाहिँ माथिदेखि चाहिँ एकदम तलसम्म अनि बचेछन् होइन। अलि हल्का सामने घाइते छन्। कसैमाथि ज्यान चाहिँ खतरामा पसेको छैन होइन। एकदमै डोटी जिल्ला निर्वाचन आयोगको गाडी भन्नुपर्छ होइन। यो डोटी जिल्ला निर्वाचन आयोगको गाडी रहेछ। यहाँ ड्राइभरले चाहिँ यहाँ रक्सी खाएर हो अथवा लागु पदार्थ सेवन गरेर चाहिँ पल्टाएको भन्ने जानकारी आएको छ। अहिलेसम्म यहीँनिर छौँ, रौडा खोलामा छौँ। धेरै छन्, यहाँ भिड पनि धेरै लागिरहेछ। सबैजना खेलिरहनु भएको छ। हाम्रो चाहिँ एकदमै बागमती प्रदेशको प्रदेश नम्बर 1 को गाडी हो। एकदमै खतम भएको छ होइन। यस्तो अवस्था छ गाडीको यार। एकदमै हाम्रो ड्राइभर भाइ भतिज पनि हुनुहुन्छ। सबैजनालाई गाडी बिचमा पढेको सबै जेएनजीहरूले चाहिँ एकदम बिच बाटोमा पढेको कारणले गर्दाखेरि चाहिँ जेएनजीहरूले सबैले चाहिँ साइड लगाउनु भएको छ अहिले होइन। भन्दै सबैजनालाई सबै खत्तम छ कि यार, एकदम खराब भएको छ होइन।